आज चाहिँ मैले सिस्नु टिपेर मकैको ढिँडो बनाएको मिठो भएछ। हेलो नमस्ते साथीहरू, आज चाहिँ म तपाईहरुलाई आफ्नै अर्ग्यानिक तरकारी बारी देखाउँछु है। मेरो तरकारी बारीमा चाहिँ लटेको साग, काँक्राको बोट, ठुलो ठुलो अमिलो हुने भेन्टाको बिरुवा, यो चाहिँ तपाईहरुलाई थाहा नै छ होला। थाहा हुनेले चाहिँ कमेन्ट गर्नु है। बारीमा चाहिँ सागहरु पनि थियो, तर मलाई चाहिँ अलि छुट्टै खान मन लाग्यो के, त्यही भएर अलिकति उताको सिस्नु रहेछ, त्यही भएर आज चाहिँ हामी सिस्नु पकाउँछौं अनि सिस्नु खान्छौं पनि। सुरुमा चाहिँ अब प्लास्टिक र मैले चिम्टा लिए। मैले चाहिँ यसलाई चिम्टा भन्छु, हजुरहरुले के भन्नुहुन्छ कमेन्ट गर्नु है। यो चाहिँ हो आफ्नै बारीको कालामा भएको अर्ग्यानिक सिस्नु। अब यो सिस्नुलाई चाहिँ यो चिम्टाले टपक टपक टिप्नु पर्ने हुन्छ, टिपेर झोलामा हाल्नु पर्यो। हाम्रो तामाङ भाषाबाट चाहिँ सिस्नुलाई चाहिँ पोलो भन्छ है। हजुरहरु चाहिँ कुन जातको र आफ्नो भाषाबाट सिस्नुलाई के भन्छ कमेन्ट गर्नु होला। सिस्नु टिप्दाखेरि पन्जा लाएर टिप्नु है, नत्र मेरो हात जसरी पोल्ला नि फेरि। सिस्नु टिपेर मैले झोला भरिसकेको छु। मेरो सिस्नुको पोको यो मायाको पोको जस्तै। सिस्नुसँगै अलिकति लट्टेको साग नि मैले टिपे। तपाईहरुले यो लट्टेको साग खानु भएको छ कि छैन? खानु भएको छ भने मिठो लाग्यो कि लागेन कमेन्ट गर्नु है। मलाई चाहिँ एकदम मिठो लाग्छ यो लट्टेको साग, त्यही भएर 1-2 मिनेट टिप्दै छु पनि। मैले अर्ग्यानिक लट्टेको साग र सिस्नु चाहिँ टिपिसकेको छु। अब चाहिँ हामी किचन तर्फ लाग्नु पर्ने हुन्छ। किचनमा चाहिँ आमा हुनुहुन्छ रहेछ, त्यही भएर मैले आमालाई चाहिँ सिस्नु खमाइदिहाले। आमाले मजाले झोलाबाट निकाल्नु भयो अनि केलाउन थाल्नु भयो। केलाउनु चाहिँ पर्छ है साथीहरु, फेरि किरा सिरा खाएला नि फेरि हरियो भनेर। केलाइसकेपछि चाहिँ मजाले तातो पानीमा हाल्नु पर्ने हुन्छ। तातो पानीमा हालिसकेका छौं सिस्नु। सिस्नु चाहिँ मजाले गल्नु पर्छ, एकदमै लिक्विड हुने पाराले नै। अब हाम्रो सिस्नु चाहिँ गल्न सुरु भइसकेको छ। सिस्नु पाकिसकेको छ। यसमा हामीले थोरै मकैको पिठो राख्ने छौं अनि स्वाद अनुसारको नुन, खोर्सानी अनि टिम्बुर पनि हाल्यौ हामीले। लसुनको पेस्ट पनि हाल्नु पर्छ, तर मैले भिडियो खिच्न बिर्सेछु, सरी है। सिस्नुमा सबै कुरा हालेपछि हामीले मिक्स गर्यौं। मिक्स गरेपछि चाहिँ हाम्रो चाहिँ यो सिस्नु रेडी भएको छ। सिस्नुसँग खानै पर्ने भनेको ढिँडो। ढिँडो भएन भने त मजा आएन नि फेरि। सिस्नुसँग चाहिँ मकैको ढिँडो एकदम मिठो हुन्छ। मेरो आजको खाना चाहिँ रेडी भइसकेको छ। मकैको ढिँडो अनि अलिकति चिकन अनि त्यसपछि पुदिनाको अचार अनि स्पेशल यो हाम्रो सिस्नुको तरकारी। हेलो, मैले अघि टिपेको सिस्नु चाहिँ यस्तो भएको छ है। अब यो सिस्नु खान्छौँ, खाँदैछु म सुरु गरेँ है त। कस्तो भएको रहेछ अब अगाडि सिस्नु चाहिँ ट्राई गरौँ न। ओहो, लास्टै डेन्जर। सिस्नु चाहिँ दामी भएको छ। मैले चाहिँ ढिँडो र यो सिस्नु खाइसकेको छु। हजुरहरूलाई यो भिडियो कस्तो लाग्छ लाइक शेयर कमेन्ट गर्नु होला है। बाई बाई।